समग्रमा गेम? डेफिनेटली अब आज फर्स्ट म्याच 0-0 आयो। अब हामी एक्सेप्ट नै गरेछौँ र डेफिनेटली हामीले विनको लागि आज सोचेको थियो। सङ्गताले आई थिङ्क त्यो वेल प्रिपेयर्ड, हामीसँग खेल्नलाई एकदम वेल प्रिपेयर्ड थियो। उनीहरूले हामीलाई फ्रस्ट्रेट गर्न खोजे फर्स्ट हाफमा पनि, सेकेन्ड हाफमा पनि धेरै उनीहरूले मिड ब्लक खेलेर फ्रस्ट्रेट गर्यो। सो हामी फर्स्ट हाफमा चाहिँ राम्रो खेलेको थियो, धेरै चान्सहरू थियो। सेकेन्ड हाफ चाहिँ आई थिङ्क हाम्रो फिटनेस प्लस इन्जुरी प्रब्लमले गर्दा अलिकति गेम पनि खासको सेकेन्ड हाफमा। सो डेफिनेटली अब मुभिङ फरवर्ड अर्को म्याचमा चाहिँ हामीले अब त्यो कमजोरीहरूलाई चाहिँ राम्रो गर्दै जान्छौँ। गीत तपाईँहरूसँग के प्रश्न छ? विनको लागि खेलेको खेल्नुभएको सो तपाईँको पोइन्ट अफ भ्यूमा टिम कहाँ चुक्यो जस्तो लाग्छ? डेफिनेटली अब हाम्रो स्क्वाड डेप्थ चाहिँ पुगेको छैन। सो त्यहाँ नै सबभन्दा चुकिन हामीले फर्स्ट 10-15 मिनट्समा फोफानालाई घुमायौँ, किन हामीसँग आउट एन्ड आउट स्ट्राइकर छैन। सो अब हाम्रो आज सिजनको चाहिँ हामीले चाहिँ अब स्ट्राइकर, हाम्रो सेन्टर फरवर्ड चाहिँ हामीले प्रब्लम विदेशी नै हामीले अझ खोजिरहेको छौँ। सो प्रब्लम नेक्स्ट म्याचको लागि एभाइलेबल हुन्छ होला। जस्तै 3टा फरेन कोटा छ होइन, त्यसमा एउटा सेन्टर फरवर्ड आज घाइते भइसक्यो, अर्को एउटा सेन्टर फरवर्ड भइदिएको छ। अर्को पोजिसनमा चाहिँ कुन प्लेयर सोचिरहनु भएको छ? कुन पोजिसन? हामीले नर्मली अहिले हामीलाई फ्रन्ट लाइनमै हो अलिकति हामीलाई अलिकति प्रब्लम। सो हामीलाई मोर हामीले डिफेन्सिभ लाइन भन्दा पनि फरवर्ड लाइनमै हामीले खोजिरहेको छौँ। किन हाम्रो एज अ रिजल्टको लागि चाहिँ फरवर्ड स्ट्राइकिङ लाइन हामीलाई चाहिने सुरुदेखि नै कुरा भएको थियो। हामी किनभने त्यो अहिले यो प्रि सिजनमा चाहिँ एकदम छोटो भएकोले चाहिँ प्लेयर स्काउट गर्न पनि गाह्रो भएको स्ट्राइकर चाहिँ। तपाईँहरूको टिममा नेपाली प्लेयर पनि अलि राम्रै नै छ होइन? फरेनर पनि अरू खोज्दै हुनुहुन्छ, अझै पनि स्क्वाड डेप्थ पुगेको छैन भन्नुभएको छ। स्क्वाड डेप्थ भन्नाले चाहिँ डेफिनेटली हामीसँग 11-12 अलमोस्ट 13सम्म चाहिँ राम्रो प्लेयरहरू छ। अरू पनि यङ प्लेयरहरू छ तर इनएक्सपिरियन्स छ, त्यसले गर्दा चाहिँ एउटा स्क्वाड डेप्थ नपुगेको भन्न खोजेको। खासै हाम्रो सबै टिम पनि उस्तै हो, किन सबै टिममा चाहिँ स्क्वाड डेप्थ पुग्दैन जस्तो लाग्छ मलाई चाहिँ, जहाँसम्म लाग्छ। किनभने अहिले यो लिगमा धेरैवटा टिम भएकोले पनि त्यो हिसाबले पनि प्लेयर बाँडेको छ भन्नाले नेपाली प्लेयर कमी नै भयो भन्नु? डेफिनेटली किन 3 वर्ष लिग नहुँदाखेरि एउटा हामीले प्लेयर पनि खासै देखेको छैनौँ। किनभने अब लिग भइराख्यो भने हाम्रो प्लेयरहरूको बारेमा अपडेट भइरहेको हुन्थ्यो। सो लिग नहुँदा चाहिँ प्लेयरको अपडेटहरू, किनभने कति प्लेयर बाहिर गएको भएकोले चाहिँ अब नयाँ प्लेयरहरूलाई चाहिँ ट्राई गर्नुपर्ने हुन्छ र उनीहरूको बारेमा अपडेट हामीसँग छैन। किन उनीहरूले कहाँ खेलेको त्यो कुराहरू नहुँदाखेरि चाहिँ अब त्यो अपडेट नहुँदा चाहिँ हामीलाई गाह्रो। जगजित श्रेष्ठ आज बेन्चमा पनि हुनुहुन्थ्यो, के रिजल्ट गर्नु? उहाँको चाहिँ हाम्रो त्यो यो हाम्रो जुन रेजिस्ट्रेसन प्रोसेसको प्रब्लमले गर्दाखेरि उहाँको उताबाट रिलिज अलिक ढिला भएकोले सो आज हामीले सकेनौँ। नेक्स्ट म्याच डेफिनेटली एभाइलेबल हुन्छ जगजित श्रेष्ठ। जस्तै फोफानाको ठाउँमा सयरलाई छिराउनु भयो होइन, त्यसको ठाउँमा जस्तै समीरलाई सेन्टर फरवर्ड खेलाएर त्यो एउटा विङ्गरको प्लानमा सोच्नु पर्दा होइन हामीले समीर, किन समीर सेन्टर फरवर्ड भन्दा पनि मोर वाइड प्लेयर नै हो। सो किन मैले आफूले देखेर चाहिँ समीर मोस्टली वाइड नै खेल्यो, अब वाइडमै इफेक्टिभ छ। सो हामीले चाहिँ सायरलाई बिचमा राखेर मोर उनीहरूको सेन्टर ब्याकहरूलाई चाहिँ बिजी राख्न सक्छ कि भनेर हामीले सोच्यौँ। डेफिनेटली सायरले राम्रै गरेको थियो आज, अलिकति राम्रो यङ प्लेयर भए पनि उसले धेरै प्रेसर दिएको थियो। लङ लिग छ होइन, तपाईँहरूले नेसनल क्लब लाइसेन्स नै पाउनु भएको छ, एफसी क्लब लाइसेन्सको लागि पनि एउटा इलिजिबल पनि भएको छ क्लब होइन? अब आउने गेमहरूमा चाहिँ प्लान के छ? डेफिनेटली हामीले अब हाम्रो त टार्गेट च्याम्पियन हुने नै हो, तर किन लिगमा चाहिँ अब स्टेप वाइज आज 0-0 होइन नट ब्याड। किनभने स्टार्ट अफ द सिजन हामीले हार्नुभन्दा 0-0 हुनु हाम्रो लागि एउटा स्टेपिङ स्टोन। किनभने नेक्स्ट म्याच हाम्रो प्रिपरेसन मेन पार्ट हो, प्लस हामीसँग टाइम पनि धेरै छ। हामीसँग अब अझै हामी बिचमा पनि रिक्रुटहरू गर्न सक्छौँ। सो हाम्रो पार्ट चाहिँ अहिले फर्स्ट म्याच हेरौँ। अब हामीले कहाँ मोस्टली हामीले देखेको भनेको सेन्टर फरवर्ड नै हो अहिले हाम्रो बेसिकली हामीलाई खड्किरहेको। सो हामी त्यसमा अन्त हामी यो लास्ट विकदेखि नै काम गरिरहेको, धेरै प्लेयरहरू हामीले ट्राई पनि गरिरहेको थियौँ। सो र अहिले इभन मार्केटमा पनि अब इभन अब क्लबको सिचुएसन पनि, किन यो ए डिभिजन लिग भएको क्लबहरू अलिक अझै मोर एग्रेसिभ प्लेयरहरू साइन गर्नेमा, बजेट खर्च गर्नेमा पनि। सो डेफिनेटली नेसनल लिग भएकोले पनि अलिक स्लो, अलिकति हतार नगर्ने जस्तो कुरामा छ। सो त्यही भएर हामीले पनि अब किन डेभलपमेन्ट स्टेज हो, किन एकैचोटि हामीले टिम बनाउन सक्छौँ। यो भर्खर सबैको टिम बनिरहने हो, सो हामीले बनाउँदै जाने हो। ओके, थ्याङ्क यू कोच। थ्याङ्क यू भेरी मच।